युट्युबमा भाइरल है हलाउनु पर्छ है भाइ लेजिट गहिरो छ पब्जी खेल्छौ भाइ लास्टै गहिरो छ यहाँ मन पहिला त ल म यता छिर्छु हामी जुम बिराले पुर्याइदिइहाल्छ नि त्यहाँ घोचो चाहिन्थ्यो त्यो ढिङ्गे माछा मात्रै अलिअलि त्यो पोखरी हेर त मैले त्यतिकै सोधेको यहाँ पो खुम्चेछ त म गुरुङ हो नि त मामा तिम्रो पनि घरमा आउँदिन कताबाट पर्छ हौ यता ल्याउनु मैतो बन्न राम्रो त लागेन मजाले बनाउँछ भएन क्या के साह्रो हौ त्यसलाई भन्दिनँ तर दिनु भाजी त हुन्छ त गहिरो छ नि ला डुबाउला है निकाल्न गइदिएन म यत्रो लुगा लगाइरहेको छु अहिले एउटा भिडियो भने किन हुँदैन गिट खोलिदिने नि काफी 1 मिनेटमा बिचमा छिर त भन्छ बिचमा जा त त्यत्रो घोचाले हुँदैन थुप्रो यहाँ त झिङ्गे त कति छ माछा पर्दैछ त बाँसको घोचाले पनि यहाँ माछा पर्छ त एकछिन होस् न अलिक छोटो चाहिँ हुनुपर्ने क्या भित्र पो कचा हान्नुपर्छ हो त्यसले हो थोरै छैन यो अनि ऊ त्यहाँनिर पचक पारेर निकाल्नु होइन हौ मसिनो झिङ्गे मात्रै आउँछ भात्नु सक्यो भने जिउ फोहोर पानीमा छ त्यति भयो त्यति भयो हुन्छ ओ मा बिचमा छ जाडो भयो हो त्यता अलिअलि उचाल्नु यो चित्रो है घरमा गएर चाहिँ मजाले घोचो त्यो यसरी हो पहिला जहिले सिक्थ्यो बानी भएर एकछिन सक्दैन गहिरो छ त फेरि 8 महिना बाद बसेपछि तनाव हुन्छ नि हो त्यसरी उता हलाउनु दादा फेरि पो भेट्नु निकै पऱ्यो त चप्पल खोलाउनु पर्छ सबै झिङ्गे आउँछ क्या यहाँ झिङ्गे सक्यो भने त अन्त हौ अझै मजाले खिचाइ भएन क्या यतापट्टिको माल त यही हो नि उफ्रेर जान्छ उफ्रियो माछा हो त
काँटी छ है त्यहाँ हजुर माग्दैन माछा उठ्ने यता भित्री गयो नि यो मसिनो मसिनो छ झिङ्गे मात्रै कहीँ गएको छैन जान त कहीँ जाँदैन कि भित्र छिर्छ क्या बुक गरे के न एकछिन ल छ र त ढुङ्गा लडेको के अन्त ढुङ्गा छ भनेको एकछिनै म बेच्चे पनि डुलोमाबाट गयो भैया भाइको बच्चा अमित छेत्री होइन हाम्रै गाउँ कुखुराहरूमा त्यहाँ सिक्रा र के भयो सिक्रा पनि छ चार्जमा अहिले के बोल्दैछु थाहा नै हुँदैन हाँसेको हाँस्दै गर्नु थप्पड हेर्दै कलेजबाट डाइरेक्ट आउनुभएको सुँगुरेकै छौँ सुँगुरहरू छ गाँखा छोडा त समाउँछ तेरो हातैमा छ झिङ्गे यता माथि माथि हो त्यही हो कति देखिँदैन त फेरि यहाँ छेउैदेखि पर हिँड्दै जाउँ तेर छेउैदेखि सानो भयो त्यो नभात्नु पर्छ तिम्रो भात चाहिँ बिगारेको तल राख्नु त तल